गर्मी छ। यस्तो छ तराई। यो चाहिँ उदयपुर जिल्ला चौडन्दी गढी नगरपालिका भन्छ। बेलटार खोला यत्रो छ है। खोला पनि ठुलै पो छ त। अहिलेको मौसम यस्तो छ, गर्मी अत्याधिक गर्मी छ। अहिले चाहिँ अलिक मौसम अँध्यारो भएको हुनाले शीतलै छ भनौँ। अब एकछिन घामै लाग्यो भने त यहाँ त गाह्रै छ नि हजुर बस्नुलाई। बानी हुनेहरू बस्छन्, बानी हुनेलाई त केही छैन, बानी नहुनेहरूलाई चाहिँ चर्को छ। जङ्गल वारिपारि छ, हावा चल्छ चल्नु चाहिँ, तर गर्मी चाहिँ गर्मी छ। दुवार खोला भन्छ है हजुरहरू यसलाई। पुल छ यहाँनिर, यसलाई चाहिँ शिवलटार भन्ने रहेछ। शिवलटार भन्छ यसलाई हजुरहरू। बस्ती बस्दैछ, उफ ट्र्याक्टरले जोत्दैछ त्यतातिर, गट्टर जोत्दैछ। ठिक छ बस्नुलाई। पानी अब प्रशस्त रूपमा पाइहाल्छ यहाँ। पानी कलमा आउँछ यहाँ, जता खने पनि पानी निस्किहाल्छ। पानी फेरि अब यहाँ राम्रो छ, उता गाईघाटतिरको जस्तो तराईकोतिर जस्तो नराम्रो होइन यहाँको पानी, एकदम राम्रो छ यहाँको पानी। त्यस्तो गनाउने पहेँलो हुने खालको छैन यहाँको पानी। सफा चिसो, जति पेलो त्यति चिसो हुन्छ। त्यहाँनिर राँघर रहेछ। यो जङ्गलभित्र बाटो छ। अब यो चाहिँ हिउँदको बाटो हो, पुलमा हिँड्ने यता बगरै बगर बाटो जता पाए त्यता हिँड्ने। अब यता जोतिँदै रहेछ, के छर्दै गरेको होला, कोदो रोप्दै होला। पुल हो यो चाहिँ। ठिक छ हजुरहरू, अब यो चाहिँ उ रहेछ, फुटबल ग्राउन्ड रहेछ। यहाँ चाहिँ फुटबल ग्राउन्ड हो यो चाहिँ रहेछ, खेल्ने रहेछ यहाँ भनौँ न। यहाँको अवस्था यस्तो छ। जग्गाहरू अब यताको चाहिँ ओइलानी होला, यताको चाहिँ नम्बरी अरे भनेको सुनेको। यताको चाहिँ नम्बरी अरे, यता चाहिँ ओइलानी अरे, यताको चाहिँ फेरि नम्बरी पर्छ अरे। राम्रो छ है हजुरहरू, तराई नै हो। अब यहाँ बर्खामा जत्रो भेलबाढी आए पनि गाडी कुद्छ। जस्तो हिउँ पहिरो बाढी चले पनि गाडी 24 घन्टा कुदिहाल्छ। गाडी रोकिने कुरो छैन यहाँनिर। अब पाहाडमा भनेको छ्यासा पानी पऱ्यो भने गाडी नै कुद्दैन, बन्द। बाटो भत्केर बिग्रेर लाइन गएर बिजोक थुनिएर बस्नुपर्छ। सम्म ठाउँ र भिरालो ठाउँमा फरक त्यति हो। अब यो सम्म छ, जति बाढी पहिरो जति बाढी आए पनि पानी परे पनि गाडी कुदिरहेकै हुन्छ। गाडी कुदेपछि जहाँ पनि पुग्न सकियो, जहाँदेखि जे ल्याए पनि भयो। ल यो चाहिँ फुटबल ग्राउन्ड रहेछ, खेल मैदान। माथि कुहिरो लागेको छ, यता बस्ती बस्ने क्रम जारी छ। बस्ती त मान्छे बसेर बसाउने हो।
त्यस्तो छ हजुरहरू। म आज यतातिर लखर हिँड्दैछु। त्यस्तो साह्रो गर्मी छैन आज चाहिँ, घाम पनि लागेको छैन। आजको मौसमलाई हेर्दाखेरि यस्तो हेर्नुहोस्, स्वस्थ छ मौसम, गाह्रो छैन, हिँड्नु सकिन्छ, मजाले हिँड्नु सकिन्छ। अनि बिस्तारो हिँड्ने, शीतल छ, हावा चलिरहेको छ, केही समस्या छैन। घाम लाग्यो भने चाहिँ गाह्रो छ यहाँनिर। यसरी हिँड्नु त के बाहिर निस्किनु सकिँदैन, घाम नलागे बेला त एकदम शीतल, स्वर्गीय आनन्द। यता हाम्रो बाजे आउनु हुँदै रहेछ। बाजे नमस्कार। नमस्कार, के छ? ठिक छ बाजे, कता लाग्नुभयो? म यहीँ छ भन्नु, सिमलकाजी हाम्रो बजार। ए बजार जानु हुँदैछ? कहिले सवारी? मेरो 2-4 दिनपछि सवारी हुन्छ बाजे। आजको मौसम राम्रो छ है? आज ठिकै छ, पानी परेको छैन, घाम लागेको छैन। ठिकै छ। 2-4 दिन फेरि लाग्ने। लाग्ने त्यस्तै छ बाजे। एकदम ठिक छ। बाढी के छ? बाटो राम्रै छ यहाँ? बाटो ठिकै छ, जुत्ता चाहिँ खोल्नु पर्छ। जुत्ता चाहिँ खोल्नै पर्यो। जुत्ता चाहिँ खोल्नु पर्छ। त्यो बोमलुङ्गीहरू खन्दैछन् कि गइसके? को? बोमलुङ्गीहरू खन्दै थियो नि यहाँ। कुलो खन्दै थियो नि। कुलो खान गयो। ए ल हस् बाजे, ल ल ल। बजार झर्नु हुँदैछ त्यसो भए। ल यहाँ हाम्रो बाजे, पुरानो बाजे हुनुहुन्छ हाम्रो खोटाङको ओझा बाजे। उहाँसँग थोरै गफ गरेँ मैले। बस्ती बस्ने क्रम जारी छ। अब हेर्नुहोस् यता तराई हो, यस्तो छ हजुरहरू, हेर्नुहोस्। अब यो चाहिँ नि धरान बजारहरू पनि यसै गरी भएका हुन्। त्यत्रो ठुलो सहर बजार भयो, यसको पनि भविष्य त्यस्तै नै हो। अहिले अब यस्तो हो, समयअनुसार परिवर्तन हुँदै 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 गएर त्यस्तै हुने हो। अब स्कुल छ यहाँनिर। यता राम्रो घर बनेको छ, राम्रो छ है बस्नको लागि। यति राम्रो राम्रो घर बनाउनु भएको छ, बनेको छ। स्कुल कम्पाउन्ड यता छ। ठिक छ, स्कुल कम्पाउन्डको चाहिँ अब रोड अगाडि छ, जति बेला भन त्यति बेला गाडी आइहाल्छ। रोड अगाडि भइसके पछाडि केही कुरो बोक्न परेन, गाडीले बोकिहाल्छ। यो चाहिँ घरको खम्बा। घर निर्माण सुरुमा यस्तो हुन्छ। विद्यालय स्कुल छ यहाँ। यता घर होला, पसल घर। ए गजब गजब रमाइलो, राम्रो राम्रै यसरी बस्ती बस्दै जान्छ तराईमा। चौतारी सर्र हावा छ यहाँ, बरपिपल। यता खेत रोप्ने बेला भएछ। यता खेतीहरू धान रोप्ने बेला भयो।
खनजोत गर्नुहुँदैछ यता। खनजोत गर्नुहुँदैछ यता। अब धान रोप्ने बेला भयो, मकै उठाउनु भयो, अब धान रोप्नुहुन्छ। धान फेरि यस्तो राम्रो फल्छ, अन्नको भण्डारै हो। तराई त जे लगाए पनि राम्रो फल्ने ठुलो एरिया छ यहाँनिर चाहिँ। खेती यस्तो हो तराईको। अब तराईको खेती यस्तो हो। धानको बिउ यो चाहिँ खैरको रुख हो। उति एउटा चाहिँ सुकेछ, अब यो चाहिँ बाँकी रहेछ। यो त राम्रै रहेछ। यो खैरको रुख हो। रक्त चन्दन कि के भन्छ यसलाई पनि। यो पनि त यो बवाल छ है हजुरहरू। खेती यतातिर चाहिँ रोप्न तयारी अवस्थामा। अब यस्ता यस्ता छन् ठाउँहरू। अब यो माथिल्लो भेग भनेको चाहिँ पुरै अनलाइन खोला यो साइड बगेको छ है हजुरहरू। दिन राम्रो छ। दुवार खोला है यो चाहिँ हजुरहरू। खोला तरियो। जेसीबीले त बनाइसकेछ कुलो। यहाँ चाहिँ बाँस रोपेको रहेछ। बाँस रोपिएको रहेछ है हजुरहरू। यो चाइनिज बाँस कि के हो पनि। यो हाँगा हाँगा देखिन्छ। नेपाली होइन है क्या हो। नेपाली त बाँस त ठुल्ठुलो घनै रोपिन्छ को। यो त हाँगा हाँगा छ मसिना, तर सबै जागेछ। यता पनि जागेछन्। यता बोर्डहरू पनि राखेको रहेछ। सिमलटार टोल विकास क्षेत्रभित्र भ्रमण गर्नुभएकोमा धन्यवाद। त्यस्तो पो रहेछ यहाँ त।